नमस्कार हजुर, नमस्कार। यो चाहिँ स्विट चिल्ली सस बन्दैछ। हेर्नुहोस्, आफै घरमा खानको लागि धेरै चाहिँ अप्ठ्यारो केही छैन। हजुरले आफै पनि बनाउन सक्नुहुन्छ। हजुरले कसरी बनाउनुहोस् भने पहिला चाहिँ सुकेको खुर्सानी ल्याउनुहोस्, चिल्ली, रेड चिल्ली ड्राई, अनि त्यसलाई राम्रोसँग पकाउनुहोस्। पकाएपछि एकदम पाकिसकेपछि त्यसलाई चाहिँ उगाउन चिसो पानीमा या आइस पानीमा धोएर त्यसका भित्रका दानाहरू सबै फाल्नुहोस्। सकभर फाल्नुहोस्, जति निस्किन्छ त्यति फाल्नुहोस्, बाँकी त्यसैमा रहे पनि केही हुँदैन। त्यस पछाडि त्यसलाई चाहिँ अलिकति त्यही आइस पानीमा मिक्सरमा ग्राइन्ड गर्नुहोस्, पिस्नुहोस्। पिसेपछि यस्तो राम्रो कलर आउँछ है। यसमा कलर हालेको छैन है, नेचुरल हो यो, कोही कलर मिक्स गरेको छैन। त्यही आइस पानीमा पिसेको हो र यतिखेर तेलमा पिसेको है। त्यसमा मिक्सरमा पिस्नुहोस् अनि राम्रो फाइन चप गर्नुहोस्। अदरक अनि यतिखेर लसुन अरू अदरक फाइन चप गर्नुहोस्। अनि तोरीको तेलमा या घिउमा हजुरले आफ्नो घरमा जे युज गर्नुहुन्छ खानको लागि सहज हुन्छ है। त्यसमा चाहिँ तपाईँले लसुनलाई ब्राउन गर्नुहोस् अनि चाहिँ फेरि अदुवा हाल्नुहोस् फाइन चप गरेको। त्यस पछाडि यो सस हाल्नुहोस्, पिसेको पेस्ट हाल्नुहोस् अनि राम्रोसँग पकाउनुहोस्। हेर्नुहोस्, यस्तो रोगन छोड्छ, यी राम्रोसँग छोड्छ। यसमा आफूले खानको लागि नमक हाल्नुहोस् आफ्नो हिसाबले। यतिखेर सुगर पनि युज गर्न सक्नुहुन्छ आफ्नो स्वादिष्टको लागि। कसैले टमाटो केचपहरू हाल्ने गर्छन्, तर चाहिँ आफूले खाने चिजमा हाल्नु हुँदैन, होटेल स्टिममा हाल्ने गरिन्छ है। त्यस पछाडि राम्रोसँग हजुरले हेर्नुहोस्, कसैले सेलरी स्टिक पनि हाल्छन्, होटेल स्टिममा सेलरी स्टिक वगेर हाल्छन् है। कसैले के हाल्छन्, यसमा तपाईँले थोरै यतिखेर सोप हाल्न सक्नुहुन्छ, फिनाइल सिड, एक चुटकी भरको फिनाइल सिड हाल्न सक्नुहुन्छ। यसलाई हेर्नुहोस् आफूले खानको लागि। अनि यसलाई चाहिँ राम्रोसँग चाहिँ भनेपछि रोगन आयो, यो क्लियर भयो। अब यो पाक्यो, हेर्नुहोस् एकदम राम्रो भयो। हेर्नुहोस् राम्रो कलर दियो है। बजारमा किनेको चिल्ली ससभन्दा यो राम्रो हुन्छ, खानको लागि पनि बेटर हुन्छ। तपाईँले यसलाई चाहिँ चिसो बनाएर यस्तै काँसको भाँडोमा राख्नुभयो भने तपाईँले 2-3 महिनासम्म पनि चिल्लामा राखेर सेभ गरेर खान सक्नुहुन्छ। त्यही भएर सकभर आफ्नो हातले बनाएर खाने कोसिस गर्नुहोला। सबै चिज बाहिरको चिज खानुभन्दा आफ्नो हातले बनाएर खाएको चिज राम्रो हुन्छ। हस् त हजुर, नमस्कार, धन्यवाद सबैले। यस्तै आफ्नो हातले बनाएर चाहिँ खाने कोसिस गर्नुहोला। हस् त, नमस्कार हजुर।